आज यहाँ मेरो नातिनी सेसे चेम्जङको भात खुलाइ भनौँ हाम्रो नेपाली शब्दमा खाना खुलाइ हुँदैछ। यसै कार्यक्रम अन्तर्गत सम्पूर्ण इष्टमित्र आफ्नो भाना भन्जा ज्वाइँ चेला कुलकुटुम्ब जो आउनुभएको छ उहाँलाई म एउटा माउली बाजेको नाताले उहाँहरू सबैलाई स्वागत भन्न चाहन्छु। साथै मेरो नातिनी अनि उहाँको आमा बुबा मेरो छोरी ज्वाइँ सम्पूर्ण उता सम्धिन परिवारमा पनि एकदमै शुभकामना यहीँबाट अर्पण गर्न चाहन्छु र मेरो नातिनी सेसेको एकदमै आयु दीर्घायु एकदम राम्रो होस्, भविष्य राम्रो होस्, छोरी ज्वाइँको पनि भविष्य राम्रो होस् भन्न चाहन्छु। धन्यवाद, थ्याङ्क यू। नमस्कार, म जमुना तुम्बाङफे। म चाहिँ मेरो छोरी सोनी मासुवा अनि राजेश चेम्जङको छोरी चाहिँ सेसेना चेम्जङको आज चाहिँ मेरो फर्स्ट नातिनी हो। मेरो नातिनीको आज चाहिँ पास्नी हो भात खुलाइ। त्यसमा जति पनि आउनुभएको पाहुनाहरू छ हामीले निमन्त्रणा गरेको भन्दा मेरो छोरी ज्वाइँले गरेको उहाँहरू हाम्रो निमन्त्रणा स्वीकारेर आइदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि थ्याङ्क यू। अनि अहिले यहाँ सम्धि पनि नेपालमा हुनुहुन्छ, सम्धिलाई पनि नमस्कार, सेवारो सबैजनालाई धेरै धेरै धन्यवाद हाम्रो निमन्त्रणा स्वीकारेर आइदिनु भयो। थ्याङ्क यू। नमस्कार, म चाहिँ युगल मासुवा हाम्रो सेसेनाको एउटै मामा अनि हेलो सेसेना, म चाहिँ सेसेनाको माइजू रोजिसा र आज चाहिँ हामी सेसेनाको विनिङ प्रोग्राम सेलिब्रेट गर्न आएको अनि एकदमै खुसी लागिरहेछ। सेसेना कति छिटो 8 मन्थ्स पनि पुगिसक्यो अनि जस्ट नो द्याट वी लभ यु अ लट। मामा माइजबाट एकदमै धेरै धेरै माया छ सेसेनालाई अनि वी विश यु भेरी ब्राइट फ्युचर अहेड अनि तिमी भन। त्यही त ठुलो भएर एकदमै ज्ञानी हुनु मम्मी जस्तै। ल अहिले चाहिँ अब त्यति नै अहिलेको लागि धन्यवाद। नमस्कार, सेसेना नानीको उहाँ मतुम्बा साली नानीको छोरीको चाहिँ आज भात खेलाइ शुभ कार्यमा चाहिँ हामी यहाँ उपस्थित भएका छौँ। उहाँहरू सपरिवार र नानीको दीर्घायुको शुभकामना भन्दै सम्पूर्ण हामीलाई आमन्त्रित गरिदिनु भएकोमा साली नानी भाइ र उहाँको सम्पूर्ण परिवारलाई म हरि फम्बो र मेरो परिवारको तर्फबाट धन्यवाद भन्न चाहन्छु। नमस्कार सबैजनालाई। आज सेसेमाको भात खुलाइको लागि हामी उपस्थित भएको छौँ। नानीलाई धेरै धेरै आशीर्वाद, धेरै धेरै दीर्घायुको कामना र सोनी बहिनी र जोइलाई पनि धेरै धेरै बधाई छ। उहाँले हामीलाई इन्भाइट गर्नुभयो र यहाँ हामी उपस्थित भएका छौँ। आजको दिन एकदमै शुभ रहोस्। थ्याङ्क यू। Boyni Sasana, congratulations. All the best for your future. Rebecca now. Rebecca, what? To say Boyni. Boyni Sasana. Boyni Sasana. Your first winning day. Winning day. Congratulations. Congratulations. Best wishes for her. Best wishes for you. नमस्ते, म चाहिँ मणि तुमाङफे सेसेमाको आमाको म चाहिँ दाइ माउलीपट्टिको दाइ हो। आज हाम्रो सेसेमा भान्जीको वेडिङमा आउन पाइयो, उसलाई आशीर्वाद दिन पाइयो, त्यसमा हामी औधी खुसी छौँ र सेसेमालाई पनि वेडिङको एकदमै धेरै धेरै शुभकामना, उसको स्वास्थ्य राम्रो होस् र उसको भविष्य राम्रो होस् भन्दै यति नै शुभकामना दिन्छु। हवस् त, नमस्ते। सबैमा सेवा र नमस्ते। आज यस मिति तदनुसार 22 मार्च 2026 को दिनमा हामी यहाँ इम्पेरियल पार्टी बैंक्वेटमा
हाम्रा मेरा भतिजनी सेसना यानि कि श्री लक्ष्मी प्रसाद चेम्जोङ र उहाँका जेठा सुपुत्र राजेश चेम्जोङ र बुहारी श्रीमती लक्ष्मी मासुवाका पहिलो सुपुत्री यानि कि सेसेना चेम्जोङको यो राइस फिडिङ पास्नीको लागि हामी यहाँ भेला भएका छौँ र सम्पूर्ण व्यक्ति आफन्तजनमा हामी सम्पूर्ण चेम्जोङ परिवार र मासुवा फ्यामिली यहाँहरू सबैमा स्वागत टक्राउन चाहन्छौँ। संसार रहेसम्म सृष्टि जारी रहन्छ। चेम्जोङ फ्यामिलीमा एउटा नयाँ लक्ष्मीको आगमन भएको छ र यो सम्पूर्ण चेम्जोङ हाम्रो लक्ष्मी प्रसाद चेम्जोङ फ्यामिलीको पहिलो नानी यानि कि लक्ष्मीको आगमनले हामी निकै नै हर्षित र खुसी पनि छौँ र यो खुसी तपाईँहरूमा साट्न पाउँदा हामी सबैमा एकदमै खुसी र हृदय पनि एकदम खुसीले गदगद भएको छ। यो साँझ तपाईँ हामी सबैको हो र स्पेसली आजको हाम्रो प्रमुख गेस्ट सेसेना चेम्जोङ तपाईँहरूको जो पठाउँछ नाति उहाँको पनि हो। त्यसैले आजको यो साँझ यादगार बनाउनलाई तपाईँ हामी सबैमा जोडेका छौँ र आजको यो समयलाई निकै नै महत्त्वपूर्ण र रमाइलो र एकदम खुलेर आजको यो साँझलाई सेलिब्रेट गर्नलाई साथ दिइरहनुहुन्छ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ भन्दै इन्जोय गर्दै गर्नुहोला। अब केही समय पछाडि सेसेना यही स्टेजमा उहाँ आउनुहुनेछ र आशीर्वाद दिने क्रम पनि अगाडि बढ्नेछ भन्दै अहिलेको लागि छोटो समयको लागि इन्जोय गर्नुहोस्। धन्यवाद। सेवादो है त। नमस्ते। अब हाम्रो सेसेना नानीको पनि आगमन हुन लागिरहेको छ। कृपया यो एउटा विधि मात्र हो है, त्यसको लागि चाहिँ तपाईँहरूको उहाँहरूलाई स्वागत गर्नलाई चाहिँ एकचोटि उपेर सम्मान अथवा एउटा आशीर्वाद दिनुहुन्छ भन्ने आशा लिएको छु। उहाँलाई विधिवत रूपमा यस प्राङ्गणमा हामी विधिका साथ उहाँलाई यहाँ स्वागत गर्दैछौँ। कृपया सम्पूर्ण व्यक्तिहरूको हजुरहरूले उठेर स्वागत गरिदिनु। Are you ready? One more time, a little bit more noise, please. Ready? Okay, please. र यसरी नै अब हामी यो धैर्यता पनि समाप्त भइसकेको छ। सेसनाको आगमन भएको छ। हजुरहरू सम्पूर्णबाट आशीर्वाद फुलको वर्षा गरिदिँदै हुनुहुन्छ। आशीर्वादलाई धन्यवाद। आफ्नो ठाउँबाट खटिरहनु भएको छ। आशीर्वाद ल सेसेना बोल्ने क्युटीको पनि आगमन भइसकेको छ। स्वागत छ, स्वागत छ। धेरै धेरै आशीर्वाद माया बाबा राजेश चेम्जोङ, आमा श्रीमती लक्ष्मी मासुवा चेम्जोङ लिम्बू र हाम्रा यहाँका पूजनीय बाबा भनौँ हाम्रो यहाँ उहाँ हाम्रो बाबा हजुरहरू मम्मी हजुरलाई पनि धेरै धेरै स्वागत। सेसेना बुनुको पनि आगमन भइसकेको छ। अब हामी शुभ आशीर्वादको कार्यक्रममा अगाडि बढ्न चाहन्छौँ।
निकट रहनुभएका हाम्रा रुद्र चेम्जोङ तुम्बा हुनुहुन्छ। उहाँहरूलाई आशीर्वादको लागि यस स्टेजमा म बोलाउन चाहन्छु र पहिलो क्रममा चेम्जोङ तर्फबाट सम्मिलित अथवा जोडिनु भएका हाम्रा पूजनीय अग्रज व्यक्तिहरूलाई अगाडि राख्नेछौँ र उहाँहरूले क्रमबद्ध आशीर्वाद दिइसके पछाडि हामी अन्य हाम्रो मासुवा फ्यामिली साइडबाट जोडिनु भएका पूजनीय व्यक्तित्वहरूलाई पनि हामी अगाडि राख्नेछौँ भन्दै कृपया मैले नाम छुटाए पनि हजुरहरूले बुझेर अगाडि बढिदिनुहोला भन्ने मेरो सादर अनुरोध र केही गल्ती भए माफ पनि भन्न चाहन्छु। यरी नोगेन सेवारो यरी आशीर्वाद खासेम्रो पातुङ भाइकेर उम्बे त्यही हो कार्यक्रम अगाडि बढ्छुक सुराङमा आल जहाँ जस्तोसँग आशीर्वाद खासेमा फन्चुक्सा नानी झैँ यरी आशीर्वाद नोगेन उम्बे यरी यम्यम चौचारो भाङ झैँ जहाँसँग जे जस्तो आशीर्वाद चाहिँ खासेमु र निङ्लो आदाङ बसी त्यही हो सेवारो थ्याङ्क यू। जिन्दगी जिउने र अझ धेरै सफल रहने र यो धरतीमा समय व्यतीत रहनेसम्म सुमधुर सम्बन्धको कायम र सम्बन्ध जोड्ने आशीर्वाद मिल्दै जाओस् जोडिँदै जाओस् अपेक्षा धेरै धन्यवाद। र यसरी आशीर्वाद अब अगाडि बढ्नेछ र जो व्यक्ति इच्छुक हुनुहुन्छ लामबद्ध रूपमा आफ्नो आशीर्वाद व्यक्त गर्न सक्नुहुन्छ। सात समुद्र पारी पनि माइल्स जति यात्रा गरेर यो क्षेत्र अथवा यो प्राङ्गण यो ठाउँसम्म आइपुग्नु भएको छ। आशीर्वाद प्रदान गर्नलाई हामी हजुरप्रति निकै नै कृतज्ञता र धन्यवाद टक्राउन चाहन्छु। धन्यवाद। आशीर्वाद दिने क्रम मासुवा फ्यामिलीबाट समाप्त गरिरहेको छ र अन्य व्यक्तित्वहरू पनि मासुवा र तुम्बाङको परिवारहरू पनि लामबद्ध भइसक्नु भएको छ। कृपया चेम्जोङ फ्यामिलीसँग जोडिनु भएका हाम्रा अग्रज र मासुवा फ्यामिली र तुम्बाङ परिवारहरू पनि चिनापर्ची आफ्नो सम्झिने आफन्त जो पढ्नुहुन्छ उहाँहरूसँग बोलीचाली आफ्नो विचार धारणा र आत्मीयता चिनापर्ची गर्नुहोस् र कृपया हाम्रो खाना र टिटबिट सेनेटरी कन्टा पनि सुरु भइसकेको छ। तपाईँहरू इन्जोय गर्न सक्नुहुन्छ है त।
सेवारो नमस्कार, म सेसेको बाजे मोहनसिंह मासुवा बोल्दैछु। आज सेसे हाङमा चेङजमको चाहिँ उहाँको भात खुलाइ अथवा विनिङ डे थियो। यो कार्यक्रममा जति पनि तपाईहरू आफ्नो आफ्नो साइनो सम्बन्ध र आफ्नो आफ्नो कुल कुटुम्बको इज्जतहरूलाई सम्मान गर्दै र आफ्नो यो जति पनि गर्नुपर्ने यो उसमा आइदिनु भयो र जति आउनेहरूलाई तपाईहरूलाई धेरै धेरै धन्यवाद। हुनु त तपाईहरू आउनुभयो, कतिलाई सही सलाम गर्नु सकिएन होला, त्यसमा हामी क्षमा प्रार्थी छु। र यतापट्टि हाम्रो जति पनि चेम्जङ परिवार सम्धि खलकहरू र चेम्जङ परिवारबाट जतिजना आउनुभएको थियो उहाँहरूलाई पनि हाम्रो तर्फबाट म एउटा सोनीको बाबा र सेसे हाङमाको बाजे मोहनसिंह मासुवाको तर्फबाट धेरै धेरै शुभकामना दिन चाहन्छु। र हाम्रो यो सेसे हाङमाको आज विनिङ डे भएको छ। यही स्वरूप जति पनि हाम्रो नातिनीको भविष्यको उज्जवल कामना गर्दै फेरि पनि भन्न चाहन्छु कि जति पनि आइदिनु हुने तपाईहरूको कतिवटा कामहरू दुनियाँ छोडेर समयलाई लिएर यहाँ आइदिनु भयो, त्यसको लागि अति नै मदेखि लिएर मेरो फ्यामिली परिवारको तर्फबाट तपाईहरूलाई धेरै धेरै शुभकामना भन्दै यो दुई शब्द चाहिँ म यहीँ बन्द गर्न चाहन्छु। धन्यवाद। थ्याङ्क यू। सेवारो। नमस्ते, म यहाँहरुकै प्रस्तुता ज्योति र अब सुन्नुहोस् श्रेया सताको नयाँ एल्बमबाट यो मिठो गीत। मेरो ओठको लाली राम्रो नाकैको फुली बादामी आँखा राम्रो या मेरो बोली, कोही भन्छन् केश राम्रो, कोही मेरो चोली।
छोरीको रूपै राम्रो यो छोरीको रूपै राम्रो यो छोरीको रूपै राम्रो फुल भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहेको सहारा तिमी सहारा बिना तिम्रो के जिन्दगी जिन्दगीले चाहेको सहारा तिमी सहारा बिना तिम्रो के जिन्दगी जाऊ त माया सँगसँगै हिँडौला जाऊ त माया सँगसँगै हिँडौला दुःख सुख कर्ममा जिनौला दुःख सुख कर्ममा जिनौला सँगसँगै हिँडौला माया सँगसँगै हिँडौला तिम्रै समय लैजाउन तिम्रै समय लैजाउन पाउजुको छमछम चोरीको छमछम हे पाउजुको छमछम चोरीको छमछम मेरो जाने जाने भना चन्छ रातमा निन्द्रा छैन दिनमा भोका छैन रातमा निन्द्रा छैन दिनमा भोका छैन मेरो यो जोबन तिम्रै हो मेरो माया तिम्रै हो यो जोबन तिम्रै हो मेरो माया तिम्रै हो मेरा सारा खुसीहरू तिम्रै मरिलानु के पोछारा 2 दिनको जिन्दगी हो मरिलानु के पोछारा 2 दिनको जिन्दगी हो हाम्रो यहाँ उपस्थित हुने सम्पूर्ण पाहुनाहरूलाई धन्यवादको लागि चाहिँ म यहाँ स्टेजमा प्रदान गर्नको लागि दाई भाउजू र सेसेनालाई बोलाउन चाहन्छु। गुड इभिनिङ सबैजनालाई साइनो अनुसारको सबैजनालाई नमस्कार, गुड इभिनिङ। आजको यो स्पेसल ओकेजनमा एउटा हाम्रो परिवारको खुसीको उपलक्ष्यमा तपाईँहरू पनि सहभागी भइदिनु भयो हाम्रो निमन्त्रणा स्वीकारेर।
त्यसको लागि तपाईँहरूको प्रेजेन्सको लागि हाम्रो होल फ्यामिलीको तर्फबाट चाहिँ तपाईँहरूलाई धेरै धेरै थ्याङ्क यू प्लिज इन्जोय द नाइट तपाईँहरूको ब्लेसिङ छँदैछ तपाईँहरूको ब्लेसिङ चाहिँ सेसेनालाई चाहिँ अलवेज दिइराख्नु होला थ्याङ्क यू